If you want this to go down, make some noise! Yeah! Okay, welcome to Raw Bars once again. We are set for the main event of the day, Battle Mashup 2. And before we get into the battle, we have Hakim Dai here. Yeah. Hakim Dai here. Bule Dai. Give it up for Bule Dai. Yeah. We have Doggy in the house. Yeah. Blueprint Production. We have Pri from Blueprint Production. Yeah. And then we have Duke, bro. Yeah. You all know Peter, bro. Yeah. Manas Dai. Yeah. Pauline Bikram Rana. Yeah. You know, everyone here. Slim TP. You know, and you know, shout out to Miss Music from Denmark, you know, aka Siska Tuladar, our international promoter and sponsor. And also shout out to Gaucho Productions and KDM Photography for shooting this, and Todge parody is coming out on YouTube soon, check it out. Now let's get into the battle. On my right, representing the underdogs, we have Lil Grizzle. And on my left, you know, making his debut in the league, but one of the most talented and versatile MCs in the game. Give it up for Balin. Okay, Lil Grizzle wanna go first, and it's on him. तेरो स्वैग देखेर नै अहिले मलाई दिक्क भयो दोरी खेल्नलाई हो क्या हो लगाएर यस्तो इस्टकोट यसको पिच्केको मुख हेर छिप्पेको उमेर तै पनि मेरो भाइ हो त अस्ति लाउरे काठमाडौँ आउँदा तेरै खाटमा सुतेको सिरानी मुनि त्यसको साइनो छ बालेन भाइ गीत जति खाथे भनी म बुद्धले शेयर गर्दिहाल्छ कति रमाइलो छ त गनाउने बोकालाई खसी पार्ने कसाई हो म बलेन हो कि बालेन जेसुकै होस् कसैले चिन्दैन तेरो नाम भन्दा नेपमा चलेका सब र्यापरहरूको त पुच्छर चम्चा नदेखा शान बढ्ता जुन दिन तिनीहरूको चाक कोटाउन छोडिस् त्यही दिन बन्द हुन्छ तेरो काम धन्दा अरूको सफलताको फाइदा लुट्ने दिस ड्युड इज जस्ट अ गिद्ध मक्ख छ है युनिकहरुको चित्रमा खुसी छस् त भित्र फेमस भएस् त मित्र मैले अस्ति यसको एउटा गीत सुनेको थिएँ तिमी फुल माग्छौ म पात्नी दिन सक्दिन यो अरू र्यापरहरुको घु माग्छ तिनीहरु पात्नी दिन सक्दैन Yo, your scrotum gets squeezed, your ovary bleeds, this man's a fucking hermaphrodite. Your poetry's deep? No, it's dirty, please don't act like you be rapping tight. You're older than me, but totally weak. You're older than me, but totally weak. You can't even beat me in your afterlife. Even if you practice right, I blast the mic, smash this dyke, turn you into ash tonight. Whoa! आजको यो ब्याटल अलि अश्लील हुन सक्छ न त गेम अफ अन्डर 18 को सानो भाइ बहिनीहरु क्लोज बटन थिच्नु होला यो फुच्चेको पो उमेर कति हो आज बालेन माथि बाल शोषणको अभियोग लाग्न सक्छ यमा बुद्ध यसको घाँटी बाटेर अन्डर द कुकुर भाग्न सक्छ कुमारी निशेष तेरो नामको अगाडि मिसेस राख्देको युनिक पोएट भाइले आजको दिन तेरो लागि विशेष अर्को निवारण गर्दिनेछ यो तेरो दाइले मनबी मानिस सिंह बन्न खोजेको उस्तै देख्छु म तारिफ हैन त्यो तीन कुने लिङ्ग त जस्तो र्यापरलाई हातमा मुस्दै झरेको रगत कलममा भरेर लेख्छु म बालेन र कलम बीच अनुन्याश्रित सम्बन्ध छ
यो जस्तो ऱ्यापर बिच कुहिरे नेपाल घुम्न आउँदा मोज मस्तीको सिलसिलामा जन्मन्छ। तेरो अनुहार केटीको अन्डरडग्सले मोज गर्न काम लाग्छ। यसलाई सित्तैमा बजाउन पाइन्छ, बरु हिजोडालाई किन दाम लाग्छ। साथीभाइको मुखबाट सुनेको है त्यो कुरा त। तेरो आफ्नै साथीभाइको मुखबाट सुनेको। त अस्ति रिसाएको थिइस् रे, यसपालि अन्डरडग्स लेखेको ब्लाउज छ यसको लागि बुनेको। भाइ तैँले ऱ्याप हानेर नखाने भइस् रे। भाइ तैँले ऱ्याप हानेर नखाने भइस् रे। तेरो काम अन्डरडग्समा लुगा धुने भयो। बरु बुढीलाई नि लिएर आइज, पानीको आपूर्ति गर्न धुरुर हुने भयो। काम सकाएको बेलामा उसलाई स्लिम सेडीले पालै पालो छुने भयो। टेबलमा चढाएर उद्रेको चोली लगाएर नाच्न लाउने रे, भव्य रमाइलो हुने भयो। जबरजस्ती केटाहरूले गर्ने छन् मस्ती, खाएर रक्सी। तेरो स्वर पातलो, यो गर्ल हेज गट हस्की। पाउजु छमछमाउने केटी भन्दा त नै धेरै मस्किन्छस्। बाटोमा कालो मान्छे देख्यो कि युनिक पोएट भनी झस्किन्छ। अन्डरडगको कुकुर हुन्छ नि त। अगल्टोले पोल्या कुकुर बिजुली चम्कदा नि तर्सिन्छ। रामकृष्ण ढकालको स्वर भन्दा यसको कम्मर बढी लच्किन्छ। रामै त कुकुर बोलाउँदा किन पड्किन्छ? त मान्छे आबा, बुद्धि पनि हचुवाको। म गर्न सक्छु दाबा यहाँ बुद्ध, यो लिलीपुटको पनि बच्चा हो। यसले फोटो देखाए है, अघि फोटो देखाए होइन। तेरो अनुहार गोलबेडाको हेर्दै खिच्न मन लाग्छ। त लाइनमा हुँदा जसलाई पनि लाइन मिच्न मन लाग्छ। 2-4 दिन पछि कान्छा तेरो बाउलाई नि मसँग फोटो खिच्न मन लाग्छ। अघिको त्यो राउन्डमा पन्चेज हुनु पर्ने तर यसले लेखेन। अघिको त्यो राउन्डमा पन्चेज हुनु पर्ने तर यसले लेखेन। म्यान आम टु ड्याम फ्ललेस, बिचराले मेरो लागि शब्द नै भेटेन। काठमाडौँहरू नेवारले राज गर्थे, बिचमा आयो शाहा। 10-12 पुस्ताको चुर्ती फुर्ती, अन्त्यमा नागार्जुनमा स्वाहा। Now I'm murdering this man. You're shook like you need some help. And I'm re-ruling this land just to prove that history repeats itself. Oh man, yo. Yeah. Yo. तेरो जंगल जस्तो आँखी भाउ। तेरो जंगल जस्तो आँखी भाउ। बाँडिदिन्छु एक-एकजनालाई तेरो मासु आदि पाउ। मुख हेर्दा त सिंगम बाजीराव। सिंगम जसरी आँखी खाऊ। आज तैँले गर्या चटकले आटा माझी चटकले। ओ एक थोपानी लाज नभएको, ओ एक थोपानी नलजाउने मैलो बोका। बानेश्वरदेखि रत्नबाग जाने बसको ढकढकाउने तैँले ढोका। त जस्तो खत्तम र कन्जुस कन्डक्टर त मा कसम कहीँ देखेको छैन। त जस्तो खत्तम र कन्जुस कन्डक्टर त मा कसम कहीँ छैन। अस्ति बसमा स्टुडेन्ट कार्ड देखाउँदा नि डिस्काउन्ट नदिने मलाई तै होइन। नेपालको यो बाटोमा लाउरेको गाडी त धकेल्नु पर्छ, तेरो हिरो साइकल त झन् के टिक्ला। भिडियोमा त जबरजस्ती भ्युज आउँछ, यस्ता मान्छेले एल्बम के झिक्ला। झिके नि के बिक्ला। बरु जा बसको ढोका ढकढकाउँदै बस, त जस्तो मान्छेले ऱ्याप हान्न के सिक्ला। तेरो टी सर्ट सेतो, जुत्ता कालो, प्यान्ट निलो रहेछ। तेरो टी सर्ट सेतो, जुत्ता कालो, प्यान्ट निलो रहेछ। मर्द हेर यस्तो हुन्छ, यसको त गिलो रहेछ।
अन्डरडगको कुकुर सानो पप्पीको जस्तो भुकाई गाजा मात्र खाएर गिदी पुरै सुकाइस फेक एक्सेन्ट बोकेर नेफपको शिर झुकाइस बाको सानो इज्जत पनि हिजो बस पार्कमा नाचेर लुटाइस सिम फेमसको ठाउँमा हिजो युनिक पोइन्टलाई सुताइस त केटा त हुँदै होइन ल भन केटी तेरो स्तन कहाँ लुकाइस बाउले त छोरा नै जन्माएको थियो बाँदर बढी बाटो भएर दुइटै फुटाइस भाइ सुन तेरो नामको अगाडि चाहिँ लेडी लेख्न छुटाइस बुढीसँग फोन सेक्स गर्छस् रे अमेरिकामा शरीरको कुन चाहिँ अङ्ग उठाइस तसँग नर्सरीको बच्चा पनि लड्न सक्छ तर त ठुलै छक्का होस् तेरो बलात्कार साकारले पनि गर्न सक्छ दिउँसो यसको काम ऱ्याप साझा आफ्नै बाउको भट्टीमा योर बेबी कल्स मी एभ्री डे एन्ड सेज जित छन् त मत्तिना पट्टाउँछु भनेर सोची होली कत्तिना फोन नगर्नु भन् बेकार कम्मर सड्किन्छ सिम फेमस के साह्रो हाँस्यो किन खुसी भएको बिहानदेखि यसले तिम्रो दुधको बोतल चुसिरहेको थियो यसको सामु जाँदा कुहिएको चामल बसाउँछ साथीभाइको घरमा भात उब्रेको देख्दा छ्याङ पकाउन मुख रसाउँछ यो ऱ्यापर होइन यो जोकर हो यसले केवल हँसाउँछ ताल परे यो दलालले यो बिचमा आफ्नै केटीलाई नचाउँछ तर अचम्मको कुरा बुढीसँग हुँदा नि यसले सिम फेमसले बन्दुक समाउँछ सिम फेमस भाइ यसको मुखसँग सायद तिम्रो बन्दुकको बारुद बनाउँछ